गोबी दाइ के गर्न आँट्नु भाइ तपाईँले? यस्तै हो भाइ, माटो डल्लो पार्दैछु म। हेर त अब यसलाई के भन्छ भाइ, टट्टसँगले लिचीको बोक्रा तास्ने हो होइन, मजाले टट्ट माटो गोबर माटो लगाउने हो होइन। चाँडै खान पाइयो, आगोबाट मजाले फल्छ पनि होइन, मस्त। यस्तै हो यही। के छ भाइ अनि विचार तिम्रो? ठिकै छ दाइ। आज चाहिँ हामी गोबी दाइको चाहिँ फार्ममा घुम्न आएको थियौँ। दाइले चाहिँ लिचीमा चाहिँ इयर लियरिङ गरौँ न त भन्नुभयो, अनि हामी चाहिँ मिलेर गर्दैछौँ। एउटा दुईवटा तिनवटा चारवटा गर्नु पर्यो भनेको। ल प्लास्टिकले बाँधौँ होइन त? हुन्छ, यस्तै गरिदियो होला है। अर्को प्लास्टिक बाँध्नु होला। अब यसमा छिटै जरा पलाउँछ, अनि काटेर अर्को ठाउँमा चाहिँ सारेर यस्तै नयाँ बुटोप। गाइज हामीले फेरि होइन, यो पछि हामी एभोकाडोको नि एभोकाडोको पनि आइरहेको छ। गरिरहेको छौँ। यो सक्सेस भयो भनेदेखि भयो भने देखाउँछ। दाइले यतातिर पिँडालुहरू टन्ने। कुन पिँडालु रे दाइ? यो दुधे पिलाडो। दुधे पिँडालु रोप्नु भएको छ टन्ने। ठिकै छ।